ठ्याक्क यो हामी अहिले चाहिँ सिन्धुली जिल्लाको यो बीच बजारबाट बग्ने नदी यसको आसपासमा यसो घुम्न आएको छ। उतापट्टिहरू बच्चा 8 बजार लागेको छ भने ऊ बच्चाहरू खेल्दैछन्। यतातिर अलिकति नदी चाहिँ सानै भए तापनि यो पानीको बहाव चाहिँ अलिकति ठुलै छ। भाइहरू यतातिर सानो बच्चाहरू क्रिकेट खेल्दैछन्। दृश्य एकदमै राम्रो छ, हरियाली र पानी जमेको रहेछ। रमाइलो छ। माथितिर घरहरू पक्की घरहरू छन् भने यतातिर यो चाहिँ स्कुल एरिया हो। यो रमाइलो छ बच्चाहरूलाई। ट्याक्क पानीमा गयो, बल बग्यो, बल समात्नको लागि जाँदै हुनुहुन्छ भाइ। आमामामा बिस्तारै बिस्तारै जानु होला भाइहरू, पानीले बगाउला। खोला तर्ने कोसिस गर्दै हुन्छ, बल खोज्दै हुनुहुन्छ भाइहरू। स्मार्ट भाइ पानीमा तर्दैछ। खै भाइ जाऊ त ल, अलि बिचमा जाऊ त। आहा ल आमामामामा ओइ 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 पौडी खेल त। बिस्तारै 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 क्रस गर्नु। राज भाइ बिस्तारै। यो चाहिँ सिन्धुलीमा रहेको नर्सरीमा हामी आएका छौँ। यसो बोटहरू लगेर जाउँ कि भनेको। प्रायः जसो सबै प्रकारको बोटहरू पाउँदो रहेछ यहाँ, बोट बिरुवाहरू। नर्सरी चाहिँ एकदमै ठुलो रहेछ। यतातिर राख्नु भएको छ भने यो सबै आँपको बोटहरू रहेछ। यतातिर बोट बिरुवा हेर्नेहरूको घुइँचो। प्रायः जसो बोट बिरुवाहरू सबै उपलब्ध हुँदो रहेछ यो नर्सरीमा। ठुल्ठुला बोट बिरुवादेखि साना साना बोट बिरुवाहरू ठुलो एरियामा रहेको रहेछ। यो सबै देखिएको पछाडि देखिएको भाग सहित यो सबै नर्सरी। योभन्दा माथि नै छ नर्सरी हुन त। फलेको रहेछ, यता फलिएको छ आँपहरू। यो सबै देखिएको नर्सरी क्षेत्र हो। यो सबै त्यो डाँडोभन्दा तलतिरबाट। अब नर्सरीबाट फर्किसकेपछि हामी चाहिँ लाग्यौँ बजार क्षेत्रतिर। यो चाहिँ आँपको बोट राम्रो फलेको छ, सानो भए तापनि राम्रो फलेको छ। अब यता झोलुङ्गे पुल, ठ्याक्क हामी बजारतिर लाग्यौँ। यसो हाट बजारको नि अवलोकन गर्नु पर्यो। त्यो तल आएर अलिकता ठुलो दुईवटा नदीहरू जोडिँदो रहेछ। यो चाहिँ कता मिसिन्छ गुरु यो नदी? ए भनेपछि यहाँबाट बगिसकेपछि कमला नदीमा मिसिने रहेछ यो नदी। यो पारिपट्टि देखिएको ठाउँ चाहिँ सिन्धुली बजार एरिया। यो क्षेत्र पुरै सिन्धुली, ऊ त्यहाँदेखि लिएर यताको यो क्षेत्र पुरै भाग चाहिँ सिन्धुली बजार एरिया। हामी चाहिँ अलिकता सिन्धुली बजार एरियाको पछाडिपट्टिको भागमा घुम्न आएको छ। सुरुवात
हाट बजार एरिया पुरा हामी हाट बजारमा छिर्यौँ ठ्याक्क